आज बिहान 7 बजी उड्डा मलाई के थाहा आज म स्कुल जाने मान्छेबाट खेतमा काम गर्ने मान्छे बन्छु भनेर। साँच्चै भन्नुपर्दा आजको दिनले मेरो लागि पुरा सरप्राइज प्याकेज तयार पारेर राखेको रहेछ। सबै कुरा सुरु भयो बिहान 7 बजे उठ्ने बित्तिकै दाँत माझे, किनकि कम्तीमा बिहानको पहिलो काम चाहिँ सबै मान्छेले जस्तो गर्नु पर्यो नि। त्यसपछि भने तयार भएर स्कुलतिर लागे। स्कुलमा फोन अलाउड नभएकोले स्कुल जाँदा चाहिँ भिडियो बनाउन पाएन। त्यसैले आज स्कुल गएको अफिसियल प्रुफ मेरो एटेन्डेन्सले दिन्छ। स्कुल सकियो, घर आए, कपडा फेरे अनि सोचे अब चाहिँ आराम। तर आराम गर्नुभन्दा अगाडि एउटा इम्पोर्टेन्ट काम बाँकी थियो। कपालले पनि यति ग्रोथ देखाइरहेको थियो कि अब यसलाई हेयरकट होइन रेस्क्यु अपरेसन चाहिएको थियो। तर हेयरकट पछि चाहिँ फ्रेस अब दिन राम्रोसँग बित्छ होला जस्तो लागेको थियो। गल्ती यही भयो नि, हेयरकट गरेर फ्रेस भएको 10 मिनट पनि भएको थिएन, घरबाट आदेश आयो खेततिर जानु पर्यो। त्यही बेला मेरो दिमागले भन्यो भाइ आज आराम भन्ने च्याप्टर नै छैन। मम्मी भने पहिले नै काम गरेर सकाउन आँटिसक्नु भएको थियो, त्यसैले अलिकति सघाउन लागे। धेरै काम नभए पनि खेतमै मेरो फुल बडी वर्कआउट सुरु गरिदियो। आजको वर्कआउटमा भने ट्रेनर मम्मी, इक्विपमेन्ट खेत अनि मेम्बरसिप फी चाहिँ फ्री। धेरै बेरको स्ट्रगल पछि काम सकियो। अब चाहिँ घर गएर आराम गर्छु, मोबाइल चलाउँछु, बस्छु, जीवनको आनन्द लिन्छु। तर होइन, घर पुगेर याद आयो आज दिनभरि यत्रो ड्रामा भएको छ, भिडियो नबनाए कसरी सुत्नु। त्यसपछि दिनभरिका क्लिप निकाल्यो, कट गरियो, एडिट गरियो, तर अन्ततः आजको मास्टरपिस तयार भयो। बिहान 7 बजे उठेको थिएँ, सोचेको थिएँ आज आराम गर्छु, तर दिनभरि स्कुल, हेयरकट, खेतको फुल वर्कआउट अनि राति भिडियो एडिटिङ पनि। अब भोलिको प्लान चाहिँ प्लान नै नबनाउने, किनकि मैले प्लान बनाए भने दिनले फेरि आफ्नो प्लान बनाउँछ। आजको दिन यतिमै सकियो, भोलि फेरि भेटौँला।